आक्रमण परान असमझदारी विकल्पविहीन विदेशी बे भन्छ भिकारी शिकारी नेता अभिनेता बन्छ क्रान्तिकारी बिगानी केटाकेटी भोको पेट्रेटी सिपाही अविवाहित चेली बेटी। नमस्कार, सन्चै हुनुहुन्छ? शिव भगवानको पाउमा आएर, कैलाशको पाउमा आएर आज कर्णालीमा आएर राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र वाचापत्र सार्वजनिक गर्न पाउँदा म लगायत हाम्रो पार्टीका सबै सदस्यज्यूहरू, सभापतिज्यूहरू तथा हाम्रा पार्टीका साधारण सदस्यज्यूहरू, सम्पूर्ण कर्णालीवासी नेपाली दाजुभाइ दिदीबहिनीमा आउन पाउँदा धेरै धेरै खुसी लागेको छ। कर्णाली यो देशको सबैभन्दा ठुलो ताल, रारा ताल, राजा महेन्द्रले भन्नुभयो जस्तो स्वर्गकी अप्सरा भएको ठाउँमा आउन पाउँदा धेरै खुसी लागेको छ। देशको सबैभन्दा लामो नदी रहेको ठाउँ, देशको सबैभन्दा ठुलो जिल्ला रहेको ठाउँ, देशको सबैभन्दा ठुलो गाउँपालिका रहेको ठाउँ, देशकै सबभन्दा गहिरो ताल रहेको ठाउँ, जुन गहिराईलाई आजसम्म कुनै सरकारले, कुनै पार्टीले, यो देशले बुझ्न सकेन, त्यो गहिराईलाई बुझ्न चाहन्छौँ। त्यो गहिराई बुझ्ने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी। आजको दिनमा डोल्पाको सुन जस्तो मानिने यार्सा गुम्बा विश्वभरि पुग्न सक्छ, तर कर्णालीको स्याउ र मार्सी चामल त्यही चितवन र झापा पुग्न सक्दैन। यहाँको उत्पादनलाई कम्तीमा पनि देशभरि पुर्याउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। आफैमा यो सिन्जा भ्याली सिभिलाइजेसन, सिन्जा उपत्यका सभ्यता भएको ठाउँ, नेपाली भाषाको उद्गम स्थल, खस भाषाको उद्गम स्थल, यहाँ आफ्नै भाषा छ, आफ्नै लिपि छ, आफ्नै चित्रकला छ, आफ्नै नाचगान छ, आफ्नै जात्रा पनि छ। यो सबै भयो भने एउटा सभ्यता मानिन्छ। त्यो सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। जसरी काठमाडौँ महानगरपालिकामा हाम्रो नेवा सभ्यताको नाचगान, त्यहाँको लिपि, त्यहाँको बाजागाजा, त्यहाँका मूर्त अमूर्त सम्पदालाई हामीले जोगाएर राखेका छौँ, त्यसरी नै यहाँ कर्णालीको सभ्यतालाई हामी जोगाएर राख्न चाहन्छौँ र त्यो जोगाउने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी। देशमा अझै पनि भोकमरी छ, अझै पनि 4 वर्ष मुनिका बालबालिकाहरूको मृत्युदर एकदमै बढ्दो छ, महिलाहरूको, आमाहरूको मृत्युदर बढ्दो छ। त्यो कर्णालीमा छ र त्यो कर्णालीको पीडालाई, गरिबीलाई, त्यो दुःखलाई बेच्ने नेता धेरै आए, त्यो गरिबीलाई बुझ्ने नेता धेरै आएका छैनन्। अहिलेसम्म कोही आएको छैन। त्यो बुझ्ने नेताहरू बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू। यहाँको पर्यटन, यहाँको सम्भावना, यहाँको कृषि, यहाँको खेतीपाती, यहाँको आय आर्जन सबै वृद्धि गर्न पाऊँ, तपाईहरूको आशीर्वाद लिन पाऊँ र तपाईहरूको अस्ति मैले फेसबुकमा लेखे जस्तै अब कर्णालीका सुइना हाममा सुइना भने जस्तै तपाईहरूको त्यो सपना बोकेर जान पाऊँ र त्यो सपना बोक्ने सुरुवात आज हामीले वाचापत्रबाट गरेको छौँ, कर्णालीबाट घोषणा गरेको छौँ। आज उपरान्तबाट त्यो सबै तपाईँका सपना हाम्रा सपना हुनेछन्। ती सपना बोकेर यहाँबाट जान पाऊँ। धेरै धेरै धन्यवाद। नमस्कार। पक्कै पनि कर्णालीका सुइना अब राजसभाका सुइना। हार्दिक धन्यवाद दिन चाहन्छु वरिष्ठ नेता बालेन्द्र शाहज्यूलाई। कम जनसङ्ख्या, कम साक्षरता, कम प्रति व्यक्ति आए, कम प्रतिनिधित्व, ठुलो भूगोल, प्रचुर सम्भावनायुक्त प्रकृतिले सिँगारिएको प्रदेश हो कर्णाली प्रदेश। सबैभन्दा ठुलो ताल रारा, सबैभन्दा गहिरो ताल सेभोकसुन्डो, सबैभन्दा लामो नदी कर्णाली, सबैभन्दा अग्लो झरना पचाल, सबैभन्दा उच्च स्थानमा रहेको विमानस्थल सिमीकोट, सबैभन्दा उच्च स्थानमा फल्ने धान काली मार्सी धान भएको प्रदेश हो कर्णाली प्रदेश। खस राज्यको केन्द्र, खस भाषाको उद्गम स्थल भएको प्रदेश हो कर्णाली प्रदेश। सबैभन्दा ठुलो जिल्ला, सबैभन्दा ठुलो प्रदेश भएको जिल्ला र प्रचुर सम्भावना भएको जिल्ला कर्णाली प्रदेश। र त्यही प्रदेशका बासिन्दा हो हामी सबै, हामी कर्णालीवासी। अब हामी आज परिवर्तन उद्घोष सभाको करिब अब अन्तिम चरणमा पुगेका छौँ भने कार्यक्रमको केन्द्रमा पनि पुगेका छौँ। आजभन्दा मैले 16 वर्ष अगाडि आदरणीय पार्टी सभापति रवि लामिछानेज्यूको अमेरिकामा रहँदाखेरिका 20वटा भिडियो हेरेको थिएँ। म राष्ट्रको सेवक,
अब विश्वलाई चिन्ने छ नेपाल हो। त्यति बेला हेरुन् सम्पूर्ण कर्णालीका गाउँ गाउँ बस्ती बस्तीमा रहेका आमा बुवा दाजुभाइ दिदी बहिनीहरूले रवि लामिछाने प्रतिको राष्ट्रिय भाव ओतप्रोत के थियो, कस्तो थियो।